म्यानचेस्टर सिटी कम्प्लिटली ट्रान्सफर्म हुँदैछ एन्ड तपाईले नसोचेको भन्दा खतरनाक हुन सक्छ यो टिम। रिसेन्टली धेरै चेन्जेसहरू देख्न पाइएको छ म्यानचेस्टर सिटीमा। डी ब्रुयना नेपोली जाँदैछ, ज्याक ग्रिलिसलाई क्लब वर्ल्ड कप देखि निकालेको छ एन्ड काइल वाल्करलाई त झन् एसी मिलानमा पठाएको छ एन्ड अब यो नयाँ म्यानचेस्टर सिटी लास्टै खतरनाक देखिँदैछ। लास्ट 6 मन्थ्समा म्यानचेस्टर सिटीले 8 वटा नयाँ साइनिङ गरेको छ एन्ड 4 वटालाई त समर ट्रान्सफरमा लिएको थियो एन्ड यसको सुरुवात भयो ओमार मार्मुसबाट, अ बलर हु क्यान स्कोर clutch goals and outside the box goals, provide assist and can do more in football pitch. And त्यसपछि निको गोन्जालेस एन्ड खुसानोभलाई ल्यायो। खुसानोभ एउटा यङ बट उसको ट्याकलहरू यति खतरनाक हुन्छ नि एन्ड लास्टमा बिटर रेस एन्ड अहिलेको ट्रान्सफर विन्डोमा त झन् लास्टै खतरनाक प्लेयरहरू लिएको छ। टिजानी राइन्डर, रायन चर्की, रायन एटनोरी एन्ड इस्बेरी निपन एन्ड लास्ट सिजन जुन म्यानचेस्टर सिटी थियो नि अहिले लास्टै डिफरेन्ट भएर आउन सक्छ। नयाँ प्लेयरहरूको क्वालिटी एकदमै राम्रो छ। लेट्स सी अर्को सिजन कस्तो खेल्छ भनेर। एन्ड हजुरहरूले के लाग्छ म्यानचेस्टर सिटी क्लब वर्ल्ड कपको फेरिमा पर्छ कि नै कमेन्ट गर्न नबिर्सिनु होला।